हैन यहाँ साफ गर्छु पहिला भइसक्यो साफ भइसक्यो भने साफ भइसक्यो पालसँग गरे हुन्छ त्यो अलि बढाल्नु पर्ने त्यसले पकाएको मात्रै छ गरिदिन्थ्यो उहाँ नै तपाईको युट्युब च्यानल त छैन है भाइ कसको तपाईको डोडे बनाउँछ नि त के भयो डोडे गर्ने त दाल फेरि हो त होइन त्यो लामखुट्टे होला दाल आउने त ग्यास कम गर्नु पानी काटेन होइन यही नै त हो रमाइलो यसो गरेर हो दाँत देखाउने हो हाम्रो बुवाको दारी चाहिँ हो क्या बुवा चाहिँ त फर्किन लाउनु न के उल्टुबाट खिचिरहनु यसले त नाम पनि कमाएको छ अझै नाम कमाओस् के हो भन्नुस् न अन्तर्वार्ता आमाहरू तपाईँको दारी छुनु हुन्छ भनौँ होइन तपाईँको चुर जस्तो त यसको के मूल्य छ र भनौँ यसो छुने चलन पनि छ बाटो नचिनेकोले पनि ताँतै लागेर हिँडिएको हुन्छ यो दारीले गर्दा एउटा अनुमति माग्छ के देखेको हुन्छ अनि धेरैले यसो छुन्छन् पनि भोजपुर दाउनेको चाहिँ घटना चाहिँ हो कतिवटा कुखुरा बित्तिकै यसको के हुन्छ चलिहाल्छ पछि त को गर्छ अस्ट्रेलियन कमिलेका यो ए पानी पुग्छ भाइ पुग्छ मैले बसालेछु पानी पुगेन भने हाम्रो भाइले त मासु पसल राख्न जस्तै गरेर कुखुरा काट्नु भयो है आज मासु पसल राख्नु जस्तै गरेर कुखुरा काट्नु भयो है 3टा कुखुरा चाहिन्छ है आज हल्का कार्यक्रम भएर मसला बनाउँदै हुनुहुन्छ मसला दिने हो अनि कसको फोन आयो भनेर उयो उति टोकरीमा छ तेरो भर्खर फोन आयो जस्तो हो र यो नि हो अब डढिसक्यो धेरै कालो भइसक्यो अहिले यो थोरै हाल्यो प्याज भएर ओइरिनु नि पछि काटेर हाल्यो नि पछि भइरहन्छ के हात हाल्छ नि के
राम्रोसित पकाउन तिम्रो यो ठाउँको नाम बताइदेऊ त बाबु। यो चाहिँ हाम्रो रूपन्देही बुटोल जेसिस चोकमा रहेको छ। अनि हाम्रो बुटोल अनन्त जीवन सर पाल्पा रोडमा। तिम्रो नाम पनि भनिदेऊ। मेरो नाम चाहिँ आर्यन कपाली। म यही बुटोल अनन्त जीवन सहरमा बसोबास गर्छु। मासु पकाउँदैछौ यो के मासु रे? यो चाहिँ हाम्रो कोइलरको मासु। मलाई चाहिँ कुखुराको नाम चाहिँ त्यस्तो थाहा छैन। मण्डलीमा के गर्छौ तिमी? मण्डलीमा म अहिले क्वायर ग्रुपमा छु। क्वायर ग्रुपमा सेवा गाएको छु। कोयरमा भएपछि गीत गाइहाल्छु है। मिठो मासु पकाएर खुवाउने भयो। हाम्रो भाइ त यहाँ त अलराउन्डर हो। मैले चाहिँ भाइले गिटार बजाउँदै जय मसी सबैजनालाई मजा आइरहेको छ। बुटोलमा हामी छौँ। यहाँनिर ट्रेनिङ चलिरहेको छ। झोल मजाले धन्यवाद। परमेश्वरले आशीष दिनुभएको होस्। एकदम मिठो उता गएको हो भित्र। ए सुनेर बस्यो होला। अब राम्रो छ एकदम। तिमीले पकायो नि? मलाई भयो हजुर मिठो छ।